हजुरलाई एकदमै स्वागत छ है यहाँ आजको यो फिल्म। तपाईँले त आफ्नो छोरीको है यसरी उहाँले डिरेक्ट गर्नुभएको एउटा सक्सेस देखेर जतिको भिड आज थियो है उहाँको सक्सेस हामीले देखिरहेको छ है। तपाईँले पर्सनली है आफ्नो मनबाट आफ्नो छोरीको यस्तो सफलता देख्दाखेरि कस्तो फिल गर्नुहुँदैछ? अभियसली हाम्रो साह्रै गर्व लाग्छ किनभने उसको यो मेहनत हो। जहिले पनि उसले कम्मर कसेरै मेहनत गर्छ होइन। उसको मेहनत त अब अरूले लाँदाखेरि म चाहिँ देख्छु, तर आज सबैले नै फिल्म मार्फत उसको मेहनत देख्यो, खुसी लागिरहेछ। जब उहाँले भन्नुभयो है म एउटा फिल्म बनाउँछु भन्दाखेरि तपाईँको मनमा के क्वेसन चाहिँ आयो त्यस्तो कि म मेरो छोरीलाई जे गरे भए पनि सपोर्ट गर्छु भने कि एउटा त्यो मोमेन्ट थियो र तपाईँको एउटा चेन्ज भयो कि उहाँलाई सपोर्ट गर्नु एउटा फिल्म बनाउनुमा एउटा उहाँको जुन चाहिँ आफ्नै लागि एउटा स्टेटमेन्ट थियो है त्यो चाहिँ तपाईँले कतिको माइन्ड सेट चेन्ज भएर चाहिँ सपोर्ट गर्नुभयो? पहिला त अब यो धेरै खर्चालु काम हो, कम्तीले त पुग्दैन नै। तर जहिले म दिमागले होइन मनले दिलले काम गर्छु। अनि आज मैले दिमागले काम गरेको भए त सायद यो पिक्चर बनिने थिएन होला, किनभने यसमा त मेरो सबै नै लागेको छ। तर मैले चाहिँ मनले चाहिँ मेरो दिलले चाहिँ के सोच्यो भने चाहिँ मैले गरेन भने मेरो छोरीको लागि अरू कसै त अगाडि आउँदैन होइन। त्यसै कारण यो चाहिँ मैले दिलले गरेकोले चाहिँ हमेसा उसलाई साथ दिएँ अनि उसले पनि मेरो मनको कुरा राख्यो। आज यो सफलता पाएको छ उसले। तपाईँ पर्सनली है तपाईँलाई यो थ्रु आउट द फिल्मबाट तपाईँको आफ्नो फेभरेट सिन चाहिँ कुन चाहिँ थियो? जब ऊ छोडेर जान्छ लास्ट सिन जहिले पनि हेर्छु म, त्यो चाहिँ मलाई मनमा लागेर आउँछ क्या। त्यो उसले आमालाई छोडेर होइन, ऊ त आफ्नो आमा त सधैँ बाँधिएर राख्नु भएन नि त आमाले। उसले जब पनि आमालाई छोडेर जान्छ आफ्नो के अरे कर्मपट्टि, त्यो चाहिँ मलाई साह्रै मन लाग्छ। मलाई मात्रै होइन, अरू पनि जति पनि हाम्रो क्रू मेम्बरहरू छ उनीहरू यही सिनको लागि पनि आएर हेर्छ। मलाई यो सिन चाहिँ साह्रै मन पर्यो। तपाईँ के एउटा सानो मेसेज दिन चाहनुहुन्छ तपाईँको छोरीलाई? मेसेज चाहिँ केही दिनु, उसलाई सधैँ नै भनिरहन्छु। तर अब समाजमा यस्तो हुन्छ जहिले पनि फिल्ममा दर्शाएको छ होइन कि छोरा अलगै छोरी अलगै। तर यस्तो नि छोरा र छोरीलाई उयो गर्नुभन्दा चाहिँ उनीहरूलाई बराबर गरेको राम्रो होइन र। म समाजलाई चाहिँ त्यो भन्छु, बराबर गरेको राम्रो। अनि मेरो छोरीले सायद यसमा अलिकति कदम बढायो होला। आज थुप्रैजना दर्शकहरू रुँदै आएर यो कथा त मलाई मेरो लाग्यो भन्दै भन्नुभयो होइन। थुप्रैजना रुनु। अन्त यो साँचो कथालाई राख्नु पाउँदा होइन, मान्छेको बिचको यो समाजको कथा राख्नु पाउँदा चाहिँ मलाई खुसी लागिरहेको छ। धेरै धेरै धन्यवाद। थ्याङ्क यू। फेरि हामी यसरी नै अर्को मुभी अझै सक्सेसफुल भएर आओस् अनि हामी फेरि भेटौँ यसरी। फेरि भेटौँ। हुन्छ, तपाईँहरूको आशीर्वाद। थ्याङ्क यू।